मिनासान कोनिचिवा नमस्ते। आज हामी दाइजु योनखाको ग्रामर पढौं। लेसन 14 को ग्रामरमा तपाईलाई स्वागत छ। यो लेसनमा हामीले पढ्नुपर्ने ग्रामरहरू भनेको सुरुमा हामी भर्बलाई ते फर्म बनाउन सिक्छौं। भर्बलाई ते फर्म बनाइसकेपछि त्यसपछि हामी ते फर्म प्लस इमास पढ्छौं। ते फर्म प्लस इमास भनेको दैछु भनेको यसको अर्थ चाहिँ दैछु, छु, खादैछु, खेल्दैछु भन्दा भर्ब ते फर्म प्लस इमास भनिन्छ। हामीले प्रेजेन्टमा गरिरहेको कामहरू गर्दैछु, खादैछु भन्दा यसरी गर्दैछु भन्दा भर्ब ते फर्ममा इमास राखेर भनिन्छ। खादैछु, खेल्दैछु, पढ्दैछु यसरी कुनै पनि कामहरू केही कामहरू गर्दैछु भन्दा भर्बलाई ते फर्म बनाउने ते फर्ममा चाहिँ यसरी इमास राखेर भनिन्छ दैछु भन्दा। त्यसपछि हामीले यो लेसनमा पढ्नुपर्ने भनेको अर्को छ भर्ब ते फर्म प्लस कुदासाई। यस भर्ब ते फर्म प्लस कुदासाईको प्रयोग चाहिँ नु होस् भन्दा यसको प्रयोग गरिन्छ। जस्तै खानुहोस्, पढ्नुहोस् भन्दा यसरी अरूलाई पोलाइटली भन्दा खानुहोस्, पढ्नुहोस् भन्दा यसरी केही कुराहरू गर्नुहोस् भन्दा यसरी रिक्वेस्ट गर्दा भर्ब ते फर्म प्लस कुदासाई यसको प्रयोग गरेर भनिन्छ। त्यसपछि अर्को छ मास्युका। हामीले यो लेसनमा पढ्नुपर्ने भनेको यति नै हो। अब हामी भर्बलाई ते फर्म बनाउन सिकौं। भर्बलाई ते फर्म बनाउनु भन्दा अगाडि हामीले जान्नुपर्ने कुराहरू भनेको हामी भर्बको बारेमा केही कुराहरू सिकौं। भर्बलाई दौसी भनिन्छ। दौसी भनेको भर्ब हो। भर्बलाई 3 भागमा बाँडिएको छ। फर्स्ट ग्रुपको भर्ब, सेकेन्ड ग्रुपको भर्ब र थर्ड ग्रुपको भर्ब यसरी 3 भागमा छुट्याएको छ भर्बलाई। भर्बलाई चाहिँ जापानिजमा 3 भागमा विभाजन गरिएको छ, 3 भागमा बाँडिएको छ, विभाजन गरिएको छ। फर्स्ट ग्रुपको भर्ब, त्यसपछि छ अर्को छ सेकेन्ड ग्रुपको भर्ब, त्यसपछि अर्को छ लास्ट छ थर्ड ग्रुपको भर्ब भनेर यसरी भर्बहरूलाई चाहिँ यसरी 3 भागमा विभाजन गरेको छ, 3 भागमा छुट्याएको छ। अब हामी भर्बको ग्रुप छुट्याउने तरिका सिकौं। फर्स्ट ग्रुपको भर्बहरू छुट्याउन सिकौं। फर्स्ट ग्रुपको भर्बहरू छुट्याउने तरिका एकदमै सजिलो छ। फर्स्ट ग्रुपको भर्बको मासदेखि अगाडिको अक्षरहरू इ चिरी, मिनिबी, किगिसी यी अक्षरहरू यी लेटरहरू मासदेखि अगाडि आयो भने यी सबै फर्स्ट ग्रुपको भर्बमा पर्छ। यसरी हामीले फर्स्ट ग्रुपको भर्बहरू छुटाउँदा हामीले यसरी नै छुटाउनुपर्छ। मासदेखि अगाडिको अक्षरहरू चाहिँ इ चिरी, मिनिबी, किगिसी यी लेटरहरू मासदेखि अगाडि आएको छ भने यो फर्स्ट ग्रुपको भर्बमा पर्छ। अब हामी भर्बहरू राखेर यो फर्स्ट ग्रुपको भर्बमा पर्छ कि पर्दैन भनेर यसरी भर्बहरू राखेर छुटाउन सिकौं। जस्तै इसोगिमास, इसोगिमास भनेको व्यस्त बिजीलाई इसोगिमास भनिन्छ। अब यो भर्बको यो मासदेखि अगाडिको अक्षर गी छ, मासदेखि अगाडिको लेटर चाहिँ गी छ भने यो फर्स्ट ग्रुपको भर्बमा पर्छ। इ चिरी, मिनिबी, किगिसी यी अक्षरहरू यी लेटरहरू मासदेखि अगाडि आयो भने यी लेटरहरू मासदेखि अगाडि यी लेटरहरू आउँछ भने त्यो भर्ब चाहिँ फर्स्ट ग्रुपमा पर्छ। त्यसैले यो इसोगिमास पनि फर्स्ट ग्रुपको भर्बमा पर्छ। यसरी नै अर्को भर्ब छ माचिमास। माचिमास भनेको पर्खनु, वेट गर्नुलाई माचिमास भनिन्छ। अब यो माचिमास कुन ग्रुपको भर्बमा पर्छ भने मासदेखि अगाडिको अक्षर हेर्ने, मासदेखि अगाडिको अक्षर के छ भने ची छ, त्यसैले यो पनि फर्स्ट ग्रुपको भर्बमा पर्छ। इ चिरी, मिनिबी, किगिसी यी लेटरहरू चाहिँ मासदेखि अगाडि आयो भने यो फर्स्ट ग्रुपको भर्बमा पर्छ। त्यसैले यो माचिमास पनि फर्स्ट ग्रुपको भर्बमा पर्छ। अर्को भर्ब छ चुखाइमास। चुखाइमास भनेको प्रयोग गर्छु भन्दा चुखाइमास भन्छ। यो भर्ब कुन ग्रुपमा पर्छ भने यो भर्ब चाहिँ कुन ग्रुपमा पर्छ हेरौं। यो चुखाइमास छ, यो मासदेखि अगाडिको अक्षर इ छ, यो पनि फर्स्ट ग्रुपको भर्बमा पर्यो। साइडमा छ इ छ, यसरी मासदेखि अगाडि आउने लेटर चाहिँ इ चिरी, मिनिबी, किगिसी यी लेटरहरू मासदेखि अगाडि यी लेटरहरू आयो भने फर्स्ट ग्रुपको भर्बमा पर्छ। यसरी नै हामीले फर्स्ट ग्रुपको भर्बहरू छुटाउँदा हामीले यसरी मासदेखि अगाडिको लेटर हेर्ने, अगाडिको लेटर चाहिँ इ चिरी, मिनिबी, किगिसी छ भने यो फर्स्ट ग्रुपको भर्बमा पर्छ। त्यसैले यो चुखाइमास पनि फर्स्ट ग्रुपको भर्बमा पर्छ। अर्को भर्ब छ हानासिमास। हानासिमास भनेको कुराकानी गर्नुलाई हानासिमास भनिन्छ। यो भर्ब पनि कुन ग्रुपमा पर्छ हेरौं। मासदेखि अगाडिको लेटर हेरौं। मासदेखि अगाडिको लेटर के छ भने सी छ। यसरी मासदेखि अगाडिको अक्षर इ चिरी, मिनिबी, किगिसी मासदेखि अगाडि यी लेटरहरू मध्ये मासदेखि अगाडि एउटा लेटर आयो भने यो फर्स्ट ग्रुपको भर्बमा पर्छ। त्यसैले यो हानासिमास पनि फर्स्ट ग्रुपको भर्बमा पर्छ। अर्को छ तोरीमास।
यो तोरी मास पनि कुन ग्रुपमा पर्छ हेरौँ। मासदेखि अगाडिको लेटर हेरौँ। मासदेखि अगाडिको लेटर री छ। यसरी मासदेखि अगाडिको अक्षर री आएको हुनाले यो पनि फर्स्ट ग्रुपको भमा पर्छ। यसमा साइडमा छ मासदेखि अगाडिको अक्षरहरू यी मध्ये कुनै पनि एउटा लेटर आयो भने मासदेखि अगाडि कुनै पनि यी मध्ये एउटा लेटर मासदेखि अगाडि आयो भने त्यो भब चाहिँ फर्स्ट ग्रुपको भमा पर्छ। त्यसैले यो तोरी मास पनि फर्स्ट ग्रुपको भमा पर्छ। अर्को भब छ योबी मास। योबी मास भनेको बोलाउँछु भन्दा योबी मास भनिन्छ। यो भबको पनि मासदेखि अगाडि बी छ। त्यसैले यो पनि फर्स्ट ग्रुपको भबमा पर्छ। अर्को भब छ नोमी मास भनेको पिउँछु भन्दा नोमी मास भनिन्छ। यो भब कुन ग्रुपको भबमा पर्छ भने हेरौँ। मासदेखि अगाडिको लेटर हेरौँ। मासदेखि अगाडिको लेटर मी छ। त्यसैले यो पनि फर्स्ट ग्रुपको भबमा पर्छ। अर्को भब छ इक्की मास। इक्की मास भनेको जान्छु भन्दा इक्की मास भनिन्छ। यो भब पनि फर्स्ट ग्रुपको भबमा पर्छ। मासदेखि अगाडिको लेटर की छ। त्यसैले यो फर्स्ट ग्रुपको भबमा पर्छ। यसरी नै हामीले फर्स्ट ग्रुपको भबहरू छुट्याउँदा हामीले यसरी मासदेखि अगाडिको लेटर ई आएको छ भने त्यो पनि फर्स्ट ग्रुपमा पर्छ। मासदेखि अगाडि ची आएको छ भने त्यो पनि फर्स्ट ग्रुपमा पर्छ। मासदेखि अगाडि री आएको छ भने त्यो पनि फर्स्ट ग्रुपमा पर्छ। मासदेखि अगाडि नि आएको छ भने त्यो पनि फर्स्ट ग्रुपमा पर्छ। यसरी नै मासदेखि अगाडि बी आएको छ भने त्यो पनि फर्स्ट ग्रुपमा पर्छ। मासदेखि अगाडि की गी सी यसरी यी लेटरहरू आएको छ भने यी सबै फर्स्ट ग्रुपको भबमा पर्छ। ग्रुप 1 मा पर्ने भबहरूको यो मासदेखि अगाडिको अक्षरहरू छ। यो अगाडिको अक्षरहरू यी साउन्डमा यसको उच्चारण हुन्छ। यसरी हामीले फर्स्ट ग्रुपको भबहरू छुटाउन सिक्यौँ भने अब हामी सेकेन्ड ग्रुपमा पर्ने भबहरू छुटाउन सिकौँ। सेकेन्ड ग्रुपका भबहरू छुटाउने तरिका भनेको यसरी मासदेखि अगाडिको लेटरको उच्चारण चाहिँ यसरी ए आउँछ भने ए हुन्छ भने ती सबै सेकेन्ड ग्रुपको भबमा पर्छ। जस्तै आके मास भनेको यो सेकेन्ड ग्रुपमा पर्छ। मासदेखि अगाडिको अक्षर ए साउन्डमा यसको उच्चारण भएको छ। यसरी मासदेखि अगाडिको लेटर उच्चारण गर्दा यो आके मास छ। यो आके भन्दा यसरी मासदेखि अगाडिको लेटर के भन्दा ए साउन्ड आउँछ। यसरी ए साउन्ड आउँछ भने त्यो सेकेन्ड ग्रुपको भबमा पर्छ। आके भन्दा यसरी ए साउन्ड आयो यो के को, त्यसैले यो सेकेन्ड ग्रुपको भबमा पर्छ। ए साउन्डमा उच्चारण हुने जति सबै सेकेन्ड ग्रुपमा पर्छ। र ग्रुप 1 मा पर्ने भबहरू मासदेखि अगाडि आउने अक्षर ई चिरी नि बी की गी सी यी अक्षरहरूदेखि बाहेक मासदेखि अगाडि अरू अक्षरहरू आयो भने त्यो पनि ग्रुप 2 मा पर्छ। सेकेन्ड ग्रुपमा पर्ने भब यो कुनै कुनै भबहरू मात्र यो मासदेखि अगाडिको ई चिरी नि बी की गी सी यी अक्षरहरू आयो भने कुनै कुनै भबहरू मात्र अपवादको रूपमा सेकेन्ड ग्रुपमा पर्छ। जस्तै ओकिमास भनेको उठ्नुलाई ओकिमास भनिन्छ। सुतेर उठ्नुलाई ओकिमास भनिन्छ। यो सेकेन्ड ग्रुपमा पर्छ। मासदेखि अगाडिको अक्षर की आए पनि यो सेकेन्ड ग्रुपमा पर्छ। यो ओकिमास यो अपवादको रूपमा सेकेन्ड ग्रुपमा पर्छ। हामीले यसलाई याद गर्नुपर्छ। चुक्के मास यो सेकेन्ड ग्रुपमा पर्छ। मासदेखि अगाडिको अक्षर के छ। केस यो ए साउन्डमा उच्चारण हुन्छ यसको, त्यसैले यो सेकेन्ड ग्रुपमा पर्छ। सिमे मास यो पनि सेकेन्ड ग्रुपमा पर्छ। यो सिमे मास यो मासदेखि अगाडिको लेटर छ मे छ। यसको सिमे भन्दा यसरी मे भन्दा यसको उच्चारण चाहिँ ए साउन्डमा उच्चारण भएको हुनाले यसरी ए साउन्डमा उच्चारण हुने जति सबै सेकेन्ड ग्रुपको भबमा पर्छ। मी मास भनेको यो पनि सेकेन्ड ग्रुपमा पर्छ। मासदेखि अगाडि एउटा मात्र अक्षर आएको छ भने त्यो पनि सेकेन्ड ग्रुपमा पर्छ। तोमे मास भनेको रोक्नुलाई तोमे मास भनिन्छ। यो पनि सेकेन्ड ग्रुपमा पर्छ। सेकेन्ड ग्रुपको भबमा पर्छ। ओसिए मास यो पनि सेकेन्ड ग्रुपको भबमा पर्छ। मासदेखि अगाडि ए साउन्ड आएको छ। ए साउन्ड आउने जति सेकेन्ड ग्रुपको भबमा पर्छ। यसरी हामीले सेकेन्ड ग्रुपको भबहरू छुटाउनुपर्छ। किमास भनेको यो पनि सेकेन्ड ग्रुपमा पर्छ। किमास भनेको कम्मरदेखि माथिको लुगाहरू लगाउनुलाई किमास भनिन्छ। यो सेकेन्ड ग्रुपमा पर्छ। मासदेखि अगाडि एउटा मात्र अक्षर भएको हुनाले यो सेकेन्ड ग्रुपमा पर्छ। किमास भनेको सेकेन्ड ग्रुपमा पर्छ। यसरी सेकेन्ड ग्रुपको भबहरू छुटाउने तरिका एकदमै सजिलो छ। मासदेखि अगाडि एउटा मात्र लेटर आएको छ भने त्यो पनि सेकेन्ड ग्रुपको भबमा पर्छ। र मासदेखि अगाडिको अक्षर ए साउन्डमा उच्चारण हुन्छ भने त्यो पनि सेकेन्ड ग्रुपको भबमा पर्छ। माथिको भब छ आक्के मास। यो आक्के मास यो मासदेखि अगाडिको लेटर
के छ यसरी आ के भन्दा यसरी के भन्दा यसको उच्चारण यसरी के यसरी ए साउन्ड आयो भने यसरी ए साउन्ड हुन्छ भने त्यो चाहिँ सेकेन्ड ग्रुपको भर्बमा पर्छ। यसरी सेकेन्ड ग्रुपमा पर्ने भर्बहरू भनेको मासदेखि अगाडिको लेटरहरू इ चिरी मिनी बी किगिसी यी लेटरहरू आएको छ भने त्यो चाहिँ फर्स्ट ग्रुपको भर्बमा पर्छ। कुनै भर्बहरू मात्रै अपवादको रूपमा कुनै भर्बहरू मात्र सेकेन्ड ग्रुपको भर्बमा पर्छ। हामीले त्यो चाहिँ याद गर्नुपर्छ। यो ओकिमास भयो, यो ओकिमास यो मासदेखि अगाडिको अक्षर यो मासदेखि अगाडिको लेटर के आए पनि यो सेकेन्ड ग्रुपको भर्बमा पर्छ। यसरी कुनै भर्बहरू मात्र अपवादको रूपमा के आए पनि यसरी सेकेन्ड ग्रुपमा पर्छ भने अरु सबै फर्स्ट ग्रुपको भर्बमा पर्छ। यसरी मासदेखि अगाडि इचिरी मिनिबी किगिसी आएको छ भने त्यो चाहिँ फर्स्ट ग्रुपमा पर्छ, बाँकीहरू सबै सेकेन्ड ग्रुपको भर्बमा पर्छ। अब हामी थर्ड ग्रुपको भर्बहरू छुट्याउन सिकौं। थर्ड ग्रुपमा पर्ने भर्बहरू दुईटा मात्र हुन्छ, एउटा सिमास र एउटा किमास हुन्छ। सिमास भनेको गर्छु भन्दा सिमास भनिन्छ। केही कामहरू गर्छु अथवा यसरी केही गर्छु भन्दा सिमास भनिन्छ। पढ्छु भन्दा बेन्क्यौ सिमास भनिन्छ। फोटोकपी गर्छु भन्दा कोपी सिमास भन्नुपर्छ। यो थर्ड ग्रुप हो। यसरी हामीले कुनै पनि कामहरू केही गर्छु भन्दा हामीले डटको ठाउँमा काम राखेर सिमास भन्नुपर्छ। यसरी हामीले कुनै पनि कामहरू गर्छु भन्दा अगाडि कामको नाम राखेर सिमास भन्नुपर्छ। त्यसपछि थर्ड ग्रुपमा पर्ने भर्ब भनेको अर्को छ किमास। किमास भनेको आउँछु भन्दा किमास भनिन्छ। यो किमास थर्ड ग्रुपमा पर्छ। थर्ड ग्रुपमा पर्ने भर्ब भनेको दुईटा मात्रै हो, सिमास र किमास। अर्को किमास छ। अर्को किमास भनेको लगाउनु हो, लगाउनु कम्मरदेखि माथिको कपडाहरू लगाउनुलाई लुगा लगाउनुलाई किमास भन्छ। यो किमास सेकेन्ड ग्रुपमा पर्छ। ग्रुप छुट्याउने तरिका एकदमै सजिलो छ। फर्स्ट ग्रुपमा पर्ने भर्बहरूको मासदेखि अगाडिको अक्षर इ साउन्डमा यसको उच्चारण हुन्छ। मासदेखि अगाडिको अक्षर इ साउन्डमा उच्चारण हुन्छ। इ साउन्डमा उच्चारण हुने अक्षरहरू भनेको इ चिरी मिनिबी किगिसी यी अक्षरहरू आयो भने मात्र फर्स्ट ग्रुपको भर्बमा पर्छ। फर्स्ट ग्रुपको भर्ब छुट्याउँदा हामीले यसरी छुट्याउनुपर्छ। मासदेखि अगाडि इ चिरी मिनिबी किगिसी यी अक्षरहरू आयो भने फर्स्ट ग्रुपको भर्बमा पर्छ। र थर्ड ग्रुपमा पर्ने भर्बहरू भनेको दुईटा मात्रै हुन्छ, सिमास र किमास। सेकेन्ड ग्रुपमा पर्ने भर्बहरू भनेको मासदेखि अगाडिको अक्षर ए साउन्डमा यसको उच्चारण हुन्छ। मासदेखि अगाडि एउटा मात्रै अक्षर आएको छ भने त्यो पनि सेकेन्ड ग्रुपमा पर्छ। मासदेखि अगाडि इचिरी मिनिबी किगिसी यी अक्षरहरू आयो भने पनि कुनै भर्बहरू मात्र सेकेन्ड ग्रुपमा पर्छ, नभए सबै इचिरी मिनिबी किगिसी यी अक्षरहरू मासदेखि अगाडि आयो भने फर्स्ट ग्रुपमा पर्छ। यसरी हामीले भर्बहरूलाई फर्स्ट सेकेन्ड थर्ड ग्रुपमा छुट्याउन जानिसकेपछि अब हामी यो छुट्याएको फर्स्ट सेकेन्ड थर्ड ग्रुपको भर्बहरूलाई ते फर्म बनाऊ। यो फर्स्ट सेकेन्ड थर्ड ग्रुपको भर्बहरूलाई ते फर्म बनाउने तरिका चाहिँ फरक छ। मास फर्मलाई हामीले यसरी ग्रुपमा छुट्याइसकेपछि छुट्याउन जानिसकेपछि मात्र हामीले यो फर्स्ट सेकेन्ड थर्ड ग्रुपलाई ते फर्ममा लानुपर्छ। सुरुमा हामी यो फर्स्ट ग्रुपको भर्बहरूलाई ते फर्म बनाऊ। ग्रुप 1 को यो मास फर्मलाई अब हामी ते फर्म बनाऊ। फर्स्ट ग्रुपको भर्बमा मासदेखि अगाडि इ चिरी छ भने यो इ चिरीको ठाउँमा सानो चु ते राख्ने। यसरी मासदेखि अगाडि इ चिरी आएको छ भने यो मासदेखि अगाडिको अक्षर इ चिरीलाई पनि हटाउने, मासलाई पनि हटाएर यो इ चिरीको ठाउँमा सानो चुत्ते राख्नुपर्छ। मासदेखि अगाडि मिनी बी आयो भने मिनी बीलाई ते फर्म बनाउँदा उन्दै राखेर ते फर्म बनाउनुपर्छ। मिनी बी आयो भने मिनी बीलाई हटाएर मिनी बीको ठाउँमा उन्दै राख्ने, त्यसपछि मासलाई पनि हटाउनुपर्छ ते फर्म बनाउँदा। मासदेखि अगाडि कि आयो भने किलाई ते फर्म बनाउँदा इत्ते राखेर ते फर्म बनाउनुपर्छ। अर्को छ गी। गी यो मासदेखि अगाडि गी आयो भने यसलाई ते फर्म बनाउँदा इ दे राखेर ते फर्म बनाउनुपर्छ। अर्को छ सी। सी मासदेखि अगाडि सी आयो भने यसलाई ते फर्म बनाउँदा सित्ते राखेर ते फर्म बनाउनुपर्छ। को मासदेखि अगाडि इ चिरी मिनी बी किगिसी यी अक्षरहरू मासदेखि अगाडि आएको छ भने यो अक्षरहरू आउने जति सबै फर्स्ट ग्रुपमा पर्छ। फर्स्ट ग्रुपको भर्बहरूलाई ते फर्म बनाउन एकदमै सजिलो छ। यसरी मासदेखि अगाडिको लेटर चाहिँ इ चिरी आएको छ भने यो इ चिरीलाई हटाएर सानो चुत्ते राख्ने, त्यसपछि मासलाई पनि हटाउनुपर्छ ते फर्म बनाउँदा। अर्को छ मिनी बी। मासदेखि अगाडि मिनी बी आएको छ भने यसलाई
ते फर्म बनाउँदा उन्दे राखेर ते फर्म बनाउनुपर्छ। यसरी मासदेखि अगाडिको लेटर मिनी बी आएको छ भने यो मिनी बीलाई हटाएर मासलाई पनि हटाएर त्यसको ठाउँमा यो मिनी बीको ठाउँमा उन्दे राखेर ते फर्म बनाउनुपर्छ। त्यसपछि मासदेखि अगाडि की आएको छ भने यो मासदेखि अगाडिको कीलाई पनि हटाएर मासलाई पनि हटाएर इते राख्नुपर्छ ते फर्म बनाउँदा। त्यसपछि मासदेखि अगाडिको लेटर गी छ भने त्यो गीलाई पनि हटाएर मासलाई पनि हटाएर त्यसको ठाउँमा इदे राख्नुपर्छ। त्यसपछि मासदेखि अगाडिको लेटर सी छ भने यो सीलाई पनि हटाउने मासलाई पनि हटाउने त्यसको ठाउँमा चाहिँ सित्ते राख्नुपर्छ। इचिरिते मिनी बिन्दे कि इते गी इदे सी सिते यसरी हामीले ते फर्ममा लानुपर्छ मास फर्मलाई। यी फर्स्ट ग्रुपका भर्बलाई अब हामी ते फर्म बनाऊ। जस्तै चुखाइ मास भनेको यो मास फर्म भयो। अब हामी यसलाई ते फर्म बनाऊ। मासदेखि अगाडि इ आएको छ यो इलाई हामीले ते फर्ममा लाँदा इ मासलाई हटाएर ते फर्म बनाउनुपर्छ। मासदेखि अगाडि इ चिरी आयो भने सानो चु ते राखेर ते फर्म बनाउनुपर्छ भनेर हामीले अगाडि पढिसकेका छौँ। त्यसैले इ आएको छ अब यो इ मासलाई हटाएर हामीले ते फर्म बनाउनुपर्छ। चुखाइ मासलाई ते फर्म बनाउँदा ते फर्ममा लैजाँदा चुखाते हुन्छ। चुखाते भनेको एर हो, प्रयोग गरेर भन्दा पनि चुखाते भनिन्छ। यसरी ते फर्ममा लाँदा चाहिँ एर हुन्छ। ताची मास भनेको उभिनुलाई ताची मास भनिन्छ। अब यो मास फर्मलाई ते फर्ममा लाँदा ताते हुन्छ। सुवारी मास भनेको यो बस्सु भन्दा सुवारी मास भनिन्छ। यो मास फर्म भयो। अब यसलाई ते फर्ममा लाँदा सुवाते हुन्छ। यो बी मासलाई ते फर्ममा लाँदा योन्दे हुन्छ। मासदेखि अगाडिको अक्षर मिनी बी आयो भने यसलाई ते फर्ममा लाँदा उन्दे राखेर यसलाई ते फर्म बनाउनुपर्छ। नोमी मास भनेको पिउछु भन्दा नोमी मास भनिन्छ। यो मास फर्म भयो। अब यसलाई हामी ते फर्ममा लैजाउँ। ते फर्ममा लाँदा नोन्दे हुन्छ। नोन्दे सिनी भनेको मर्नुलाई सिनी भनिन्छ। अब हामी यो मास फर्मलाई ते फर्ममा लैजाउँ। ते फर्ममा लाँदा सिन्दे हुन्छ। खाकी मास भनेको लेख्छु भन्दा खाकी मास भनिन्छ। यो मास फर्म भयो। अब हामी यसलाई ते फर्ममा लैजाउँ। खाकी मासलाई ते फर्ममा लाँदा खाइते हुन्छ। खाकी मासमा यो मासदेखि अगाडि की आएको छ। की आयो भने ते फर्म बनाउँदा इते राखेर ते फर्म बनाउनुपर्छ। खाकी मासलाई ते फर्म बनाउँदा खाइते हुन्छ। इसोगी मास भनेको हतार गर्छु भन्दा इसोगी मास भनिन्छ। अब हामी यो मास फर्मलाई ते फर्ममा लैजाउँ। इसोगी मासलाई अब हामी ते फर्ममा लैजाउँ। ते फर्ममा लाँदा इसो इदे हुन्छ। मासदेखि अगाडि गी आएको छ। गी आयो भने ते फर्ममा लाँदा इदे राखेर ते फर्म बनाउनुपर्छ। त्यसैले यो ते फर्ममा लाँदा इसो इदे हुन्छ। हानासी मास यो मास फर्म भयो। अब यसलाई ते फर्ममा लैजाउँ। ते फर्ममा लाँदा हानासिते हुन्छ। मासदेखि अगाडि सी आएको हुनाले सी आयो भने ते फर्म बनाउँदा ते फर्ममा लैजाँदा सित्ते राखेर ते फर्ममा लानुपर्छ। ते फर्ममा लैजाँदा हानासिते हुन्छ। इक्की मास भनेको जान्छु भन्दा इक्की मास भनिन्छ। यो मास फर्मलाई अब हामी ते फर्ममा बनाऊ। इक्की मासको ते फर्म इत्ते हुन्छ। इत्ते मासदेखि अगाडि की भए पनि यसको ते फर्म बनाउँदा इत्ते हुन्छ। यो पनि याद गर्नुपर्छ। इक्की मासको ते फर्म इत्ते हो। मासदेखि अगाडि इचिरी आयो भने आदि चुत्ते राखेर ते फर्ममा लानुपर्छ। मिनी बी आयो भने मासदेखि अगाडि मिनी बी आयो भने ते फर्ममा लाँदा उन्दे राखेर ते फर्ममा लानुपर्छ। की आयो भने इत्ते, गी आयो भने इदे, सी आयो भने सित्ते राखेर यसरी हामीले ते फर्ममा लानुपर्छ। हामीले यो याद गर्नुपर्छ। ते फर्म बनाउँदा मास फर्मलाई ते फर्म बनाउँदा हामीले यसरी बनाउनुपर्छ। यो इक्की मासको ते फर्म चाहिँ इत्ते हुन्छ। हामीले चाहिँ यो याद गर्नुपर्छ। यो मासदेखि अगाडिको अक्षर की आए पनि यसको ते फर्म इत्ते हुन्छ। हामीले यो चाहिँ याद गर्नुपर्छ। अब हामी सेकेन्ड ग्रुपको भर्बलाई ते फर्म बनाउन सिकौँ। सेकेन्ड ग्रुपको यो भर्बलाई यो मास फर्मलाई ते फर्ममा लान एकदमै सजिलो छ। सेकेन्ड ग्रुपको यो मास फर्म छ। मास फर्मलाई अब हामीले मासलाई हटाएर मासको ठाउँमा हामीले ते राख्नुपर्छ ते फर्म बनाउँदा। जस्तै ताबे मास भनेको यो सेकेन्ड ग्रुपमा पर्यो। खान्छु भन्दा ताबे मास भनिन्छ। अब हामीले ते फर्ममा लाँदा यो ताबे छ। ताबेको यो मासलाई हटाएर मासको ठाउँमा हामीले ते राख्नुपर्छ ते फर्म बनाउँदा। ताबे ते यसरी हामीले ते फर्ममा लाँदा यो ग्रुप 2 को यो मासलाई हटाउने मासलाई मात्रै हटाउने मासलाई हटाएर ते राख्नुपर्छ। एकदम सजिलो छ ते फर्ममा लाँदा। मिसे मास भनेको देखाउँछु भन्दा मिसे मास भनिन्छ। अब यो मास फर्मलाई अब हामीले ते फर्ममा लाँदा मासलाई हटाएर ते राख्नुपर्छ। मासको ठाउँमा मिसे ते भन्नुपर्छ ते फर्ममा लाँदा। ओरी मास भनेको गाडीबाट ट्रेन रेलबाट बाहिर निस्कनु बाहिर झर्नुलाई ओरी मास भनिन्छ। यो मासदेखि अगाडि रि आए पनि यो अपवादको रूपमा ग्रुप 2 मा पर्छ।
कुनै कुनै भवहरु मात्र अपवादको रूपमा मासदेखि अगाडि आउने अक्षरहरु इ चिरी नि बि कि गि सी यी अक्षरहरु कुनै कुनै मात्र अपवादको रूपमा ग्रुप 2 मा पर्छन्। ओरी मासलाई ते फर्ममा लादा ओरी ते हुन्छ। तोमे मास यो पनि नि ग्रुपमा पर्छ। यसलाई पनि अब ते फर्ममा लादा मासलाई हटाएर ते राख्नुपर्छ। एकदमै सजिलो छ। नि ग्रुपको यो भवहरुलाई यो मास फर्मलाई ते फर्ममा लान एकदमै सजिलो छ। तोमे मासलाई ते फर्ममा लादा तोमे ते हुन्छ। तोमे ते। अर्को छ मी मास। यो मी मासदेखि एउटा मात्रै अक्षर आयो भने यो पनि नि ग्रुपमा पर्छ। मी मासलाई ते फर्ममा लादा मिते हुन्छ। अर्को छ कि मास यो मासदेखि अगाडि यसमा पनि एउटा मात्रै अक्षर छ। यो पनि नि ग्रुपमा पर्छ। कि मास भनेको कमरदेखि माथिको लुगाहरू लगाउनुलाई कि मास भनिन्छ। यो लगाउनु नि ग्रुपमा पर्छ। कि मासलाई ते फर्ममा लादा मासको ठाउँमा ते राख्नुपर्छ। मासलाई हटाउने कि ते हुन्छ। ते फर्ममा लादा मासलाई हटाएर ते राख्नुपर्छ। कि खारी मास यो पनि नि ग्रुपमा पर्छ। खारी रि आए पनि यसमा यो अपवादको रूपमा नि ग्रुपमा पर्छ। खारी मास भनेको सापटे लिनु। यसलाई ते फर्म बनाउँदा खारी ते हुन्छ। यसरी हामीले सेकेन्ड ग्रुपको भर्बहरुलाई ते फर्म बनाउँदा सेकेन्ड ग्रुपको भर्बको मासलाई हटाएर मासको ठाउँमा ते राख्नुपर्छ। अरु केही गर्नु पर्दैन ते फर्म बनाउँदा। अब हामी थर्ड ग्रुपको भर्बलाई पनि ते फर्म बनाउन सिकौं। थर्ड ग्रुपमा दुईटा मात्रै भर्ब हुन्छ। सिमास र एउटा किमास। सिमास भनेको गर्छु भन्दा सिमास भनिन्छ। थर्ड ग्रुपको भर्ब छ सिमास भनेको गर्नुलाई सिमास भनिन्छ। अब हामीले यसलाई ते फर्म बनाउँदा ते फर्ममा लादा सिमासको यो मासलाई हटाउने मासको ठाउँमा हामीले ते राख्नुपर्छ। ते फर्म बनाउँदा ते फर्ममा लादा सिते भनेको यो ते फर्म भयो। त्यसपछि अर्को भर्ब छ किमास भनेको आउँछु भन्दा किमास भनिन्छ। अब यो किमासलाई पनि ते फर्म बनाउँदा यो किमासको यो मासलाई हटाएर मासको ठाउँमा ते राख्नुपर्छ। किमासको ते फर्म भनेको किते हुन्छ। यसरी हामीले थर्ड ग्रुपको भर्बहरुलाई यसरी थर्ड ग्रुपको भर्बहरुको पनि यसरी मासलाई हटाएर मासको ठाउँमा ते राख्नुपर्छ ते फर्म बनाउँदा। यसरी सेकेन्ड ग्रुपको भर्बलाई र थर्ड ग्रुपको भर्बलाई ते फर्म बनाउने तरिका एउटै हो। मासलाई हटाउने मासलाई हटाएर ते राख्नुपर्छ। एकदमै सजिलो छ ते फर्म बनाउने तरिका। यसरी हामीले फर्स्ट ग्रुपको भर्ब सेकेन्ड ग्रुपको भर्ब र थर्ड ग्रुपको भर्बलाई हामीले यसरी ते फर्म बनाउन जानिसकेपछि अब यो बनाएको ते फर्मको प्रयोग गरेर अब हामी सेन्टेन्सहरु बनाऊ। यो ते फर्मको प्रयोग चाहिँ कस्तोमा गरिन्छ भने अरु कसैलाई यसरी खानुहोस् पढ्नुहोस् भनेर यसरी खानुहोस् पढ्नुहोस् भनेर अरुलाई यसरी पोलाइटली भन्दा भर्बलाई ते फर्म बनाउने। त्यसपछि कुदासाई भन्नुपर्छ। केही गर्नुहोस् यसरी खानुहोस् पढ्नुहोस् लेख्नुहोस् भन्दा यसरी यो ते फर्ममा कुदासाई राखेर भनिन्छ। अब हामी सेन्टेन्सहरु बनाऊ। ते फर्म भनेको भर्ब भयो। त्यसपछि कुदासाई पोलाइटली भन्नु पर्यो भने कुदासाई राखेर भन्नुपर्छ। लेख्नुहोस् पढ्नुहोस् सुन्नुहोस् भन्दा हामीले यसरी पोलाइटली भन्दा ते फर्ममा कुदासाई राखेर भन्नुपर्छ। पोलाइटली भन्दा कुदासाईको प्रयोग गरिन्छ। यसरी अरु कसैलाई यसो गर्नुहोस् भन्दा हामीले यसरी भर्बलाई ते फर्म बनाएर कुदासाई राखेर भन्नुपर्छ। जस्तै हेर्नुहोस् भन्दा नित्य कुदासाई भनिन्छ। खानुहोस् भन्दा भर्बलाई ते फर्म बनाउने। ताबेमास भनेको खान्छु भन्दा ताबेमास भनिन्छ भने अब ताबेमासको ते फर्म भनेको ताबेते हुन्छ। खानुहोस् भन्दा ताबेते कुदासाई भनिन्छ। यसरी अरु कसैलाई यसो गर्नुहोस् उसो गर्नुहोस् खानुहोस् लेख्नुहोस् पढ्नुहोस् भन्दा हामीले यसरी भर्बलाई ते फर्म बनाउने। ते फर्ममा चाहिँ यसरी कुदासाई राखेर भन्नुपर्छ। केही कुराहरु यसो गर्नुहोस् उसो गर्नुहोस् भन्दा भर्ब ते फर्म भयो मित्ते। त्यसपछि कुदासाई भन्नुपर्छ। हेर्नुहोस् भन्दा मित्ते कुदासाई हेर्नुहोस् भनेको। यसरी हामीले पोलाइटली भन्नु पर्यो भने ते फर्ममा कुदासाई राखेर भन्नुपर्छ। अर्को सेन्टेन्स बनाऊ। दाहिनेतिर मोडिनुस् भन्दा मिगी ए मागाते कुदासाई भन्नुपर्छ। मागारी मास यो मास फर्मलाई ते फर्म लादा मागाते हुन्छ। मिगी ए मागाते कुदासाई भनेको दाहिनेतिर मोडिनुस् भनेको। यसरी हामीले पोलाइटली भन्दा हामीले यसरी भन्नुपर्छ। सेन्टेन्सहरु ते फर्ममा कुदासाई राखेर भन्नुपर्छ। यसरी नै अर्को सेन्टेन्स बनाऊ। जस्तै उ त्यो जुत्ता देखाउनुहोस् भनेर सेन्टेन्स बनाऊ। उ त्यो जुत्ता देखाउनुहोस् भन्दा सोनोकुचु ओ मिसिते कुदासाई भनिन्छ। पानी पिउनुस् भन्दा मिजु ओ नोन्दे कुदासाई भन्नुपर्छ। नोमी मासलाई ते फर्म बनाउँदा नोन्दे हुन्छ। मिजु ओ नोन्दे कुदासाई भन्नुपर्छ। बस्नुहोस् उठ्नुहोस् भनेर यसरी पोलाइटली भन्दा ते फर्ममा कुदासाई राखेर भन्नुपर्छ। कुर्सीमा बस्नुहोस् भन्दा इस्सुनि सुवाते कुदासाई भन्नुपर्छ। कुर्सीमा बस्नुहोस् भनेको। यसरी ते फर्मको प्रयोग चाहिँ विभिन्न ठाउँमा प्रयोग गरिन्छ। कसैलाई पोलाइट रूपमा यसो गर्नुहोस् त्यसो गर्नुहोस् भन्दा भर्ब
ते फर्ममा कुदासाई राखेर भनिन्छ भने खाँदैछु पढ्दैछु भनेर यसरी केही कामहरू यसरी गर्दैछु भन्दा भब ते फर्ममा इमास राखेर भनिन्छ। यो लेसनमा हामीले पढ्नुपर्ने ग्रामर भनेको अर्को छ भब ते फर्म प्लस इमास। भब ते फर्म प्लस इमास भनेको चाहिँ यसको प्रयोग चाहिँ खाँदैछु खेल्दैछु भन्दा यसरी केही कुराहरू यसरी केही कामहरू गर्दैछु भन्दा यो भब ते फर्म प्लस इमास राखेर भनिन्छ। खाँदैछु खेल्दैछु पढ्दैछु भन्दा यसरी भब ते फर्ममा इमास राखेर भनिन्छ। हामीले अहिले गरिरहेको काम गर्दैछु पढ्दैछु हिँड्दैछु भनेर यसरी प्रेजेन्ट कन्टिन्यू टेन्स बनाउँदा हामीले ते फर्ममा ते यो भबमा इमास राखेर हामीले सेन्टेन्सहरू बनाउनुपर्छ। दही छ दही छु दही हुनुहुन्छ भन्दा ते फर्ममा इमास राखेर भन्नुपर्छ। खाँदैछु लेख्दैछु लेख्दै हुनुहुन्छ लेख्दैछ भनेर हामीले यसरी प्रेजेन्ट कन्टिन्यू टेन्स बनाउँदा ते फर्ममा इमास राखेर सेन्टेन्सहरू बनाउनुपर्छ। अब हामी सेन्टेन्सहरू बनाऊ। जस्तै अहिले पानी परिरहेको छ भनेर सेन्टेन्स बनाउँदा इमा आमेगा फुत्ते इमास भन्नुपर्छ। फुत्ते इमास भनेको परिरहेको छ भनेको। फुरी मासलाई ते फर्म बनाउँदा फुत्ते हुन्छ। फुत्ते परिरहेको छ भन्दा इमास फुत्ते इमास परिरहेको छ भनेको। अर्को सेन्टेन्स बनाऊ। हिरागाना लेख्दैछु भनेर सेन्टेन्स बनाउँदा हिरागाना ओ खाइते इमास भन्नुपर्छ। हिरागाना लेख्दैछु भनेको। खाकी मासलाई ते फर्म लादा खाइते हुन्छ। खाइते खाकी मास यो फर्स्ट ग्रुपको भब भएको हुनाले खाकी मासलाई ते फर्ममा लादा खाइते हुन्छ। यसरी हामीले गर्दैछु भन्दा हामीले यसरी ते फर्ममा इमास राखेर सेन्टेन्सहरू बनाउनुपर्छ। कुनै पनि काम गर्दैछु भन्दा यसरी हामीले सेन्टेन्सहरू बनाउनुपर्छ। अर्को सेन्टेन्स बनाऊ। जापानी भाषा पढ्दैछु भनेर सेन्टेन्स बनाउँदा अहिले हामी जापानी भाषा पढिरहेका छौँ त्यसैले जापानी भाषा पढ्दैछु भनेर सेन्टेन्स बनाउँदा निहोन्गो ओ बेन्क्यो सित्ते इमास भन्नुपर्छ। जापानी भाषा पढ्दैछु भनेको यसरी हामीले गर्दैछु भन्दा हामीले यसरी सेन्टेन्सहरू बनाउनुपर्छ ते फर्ममा इमास लगाएर। अर्को सेन्टेन्स बनाऊ। जापानी भाषा सिकाउँदैछु भनेर सेन्टेन्स बनाउँदा निहोन्गो ओ ओसिएते इमास भन्नुपर्छ। जापानी भाषा सिकाउँदैछु भनेको ओसिए मासलाई हामीले ते फर्म बनाउँदा ओसिएते हुन्छ। ते फर्म बनाउँदा ते फर्ममा लाँदा यसरी हामीले दही छु भनेर सेन्टेन्स बनाउँदा यसरी बनाउनुपर्छ। घुम्दैछु खाँदैछु भन्दा पनि हामीले यसरी नै बनाउनुपर्छ। यसरी थुप्रै सेन्टेन्सहरू हामीले यसरी बनाउन सकिन्छ ते फर्ममा इमास राखेर। अब हामी क्वेसनहरू बनाऊ। के गर्दै हुनुहुन्छ भनेर प्रश्न सोध्दा नानी ओ सित्ते इमासका भन्नुपर्छ। के गर्दै हुनुहुन्छ भनेर सोधेको हो। अब हामीले यसको एन्सर दिँदा पढ्दैछु भनेर एन्सर दिँदा बेन्क्यो सित्ते इमास भन्नुपर्छ। पढ्दैछु भनेको। फिल्म हेर्दैछु भनेर एन्सर दिँदा एगा ओ मित्ते इमास भन्नुपर्छ। फिल्म हेर्दैछु भनेको यो मिमास सेकेन्ड ग्रुपको भब भयो। मिमासलाई ते फर्म बनाउँदा मित्ते हुन्छ। अब हामी अर्को क्वेसन बनाऊ। के लेख्दै हुनुहुन्छ भनेर प्रश्न सोध्दा नानी ओ खाइते इमासका भन्नुपर्छ। के लेख्दै हुनुहुन्छ भनेर सोधेको हो। चिठी लेख्दैछु भनेर एन्सर दिँदा तेगामी ओ खाइते इमास भन्नुपर्छ। चिठी लेख्दैछु भनेको। अर्को क्वेसन बनाऊ। जस्तै के खाँदै हुनुहुन्छ भनेर प्रश्न सोध्दा के खाँदै हुनुहुन्छ भनेर प्रश्न सोध्दा नानी ओ ताबेते इमासका भन्नुपर्छ। के खाँदै हुनुहुन्छ भनेर यो प्रश्न सोधेको। अर्को छ मास्यौका। मास्यौका भनेको गरौँ कि भन्दा मास्यौका भनिन्छ। जस्तै सहयोग गरौँ भन्दा सहयोग गर्छु भन्दा तेचुदाई मास भनिन्छ। अब सहयोग गरौँ भन्दा यो तेचुदाई मासको मासलाई हटाएर मासको ठाउँमा मास्यौका राख्नुपर्छ। तेचुदाई मास्यौका भनेको सहयोग गरौँ कि भनेर सोधेको। यसरी हामीले सहयोग गरौँ भन्दा तेचुदाई मास्यौका भन्नुपर्छ। अर्को सेन्टेन्स बनाऊ। सामान बोकिदिउँ अथवा सामान बोकौँ भनेर सोद्धा निमोच्चु ओ मोच्चीमा सेउका भन्नुपर्छ। सामान बोकिदिउँ भनेको सामान बोकौँ भनेको हुन्छ भन्दा अब सामान कसैले बोकिदिउँ भनेर सोधिरहेछ अब हुन्छ भन्दा सुमिमासेन ओनेगाइसिमास भन्नुपर्छ। पर्दैन भन्दा अब कसैले सामान बोकिदिउँ भनिरहेछ सोधिरहेछ अब पर्दैन भन्नु पर्यो भने इए के कौदेश भन्नुपर्छ। झ्याल खोलौँ भन्दा मादो ऊ आके मास्यौका भन्नुपर्छ। झ्याल खोलौँ भनेको हामीले कुनै पनि कामहरू गरौँ भन्दा यसरी गरौँ अथवा गरौँ कि भन्दा मास्यौका भन्नुपर्छ। यो मास्यौको प्रयोग चाहिँ गरौँ भन्दा मास्यौ भनिन्छ भने मास्यौका भनेको यसरी गरौँ भनेर सोद्धा मास्यौका राखेर भनिन्छ। यसरी भबमा मास लाटेर मासको ठाउँमा मास्यौका राख्दा यसरी केही कुराहरू गरौँ भन्दा भबको मास लाटेर मासको ठाउँमा मास्यौका राखेर भनिन्छ।